हेलो साथीहरू सबैजना मेरो नमस्कार। मेरो नाम आशिष माझी। म चाहिँ भनेर तपाईँ 10 श्री महेन्द्र माध्यमिक विद्यालय देवीस्थान प्राविधिक धार कक्षा 12 मा पढ्दैछु। मेरो घर भनेको रत्तमे 8 मोरङ दाम्रेबिटा हो र खास गरी भनेको आज मेरो जन्मदिन र यो मेरो 19 वर्षको जन्मदिन हो र यो मेरो 19 वर्षको जन्मदिनको उपलक्ष्यमा म चाहिँ भने रत्तमे 8 मोरङ एकजना क्यान्सर पीडित हुनुहुन्छ उहाँको मद्दत गर्न गइरहेको छु। जुन चाहिँ मैले सेभिङ गरेको रकमहरू छ र यो मेरो जुन सेभिङ गरेको रकमहरू छ यो रकमले उहाँको केही सानो मद्दत हुन्छ कि भन्ने आशाले उहाँको लोकेसनमा जाँदैछौँ। उहाँको हामीलाई खास गरी एक्ज्याक्ट लोकेसन त थाहा छैन, तर पनि हामी उहाँ यताउता सोधेर जानेछौँ। दिनको उपलक्ष्यमा मैले चाहिँ हजुर एउटा सानो मद्दत गरेको, हजुरको केही एउटा सानो मद्दत मिल्छ भनेर नि। रत्तमे 8 दाम्राबिटा निवासी युवा भाइ आयुष माझीबाट यस कोलडाङ्गीमा बसोबास गर्दै आएका हाम्रा मङ्गल दाई हैन मङ्गल दाईलाई उपचारमा सहयोग पुगियोस् भनेर आज उहाँको भाइको जन्मदिनको उपलक्ष्यमा यी मङ्गल दाईलाई थप उपचारको लागि म केही सहयोग गर्नेछु भन्ने नयाँ हेतुका साथ आज यी भाइले आफ्नो जन्मदिनको अवसरमा यहाँ हाम्रा बिरामी दाई अशक्त दाईलाई चाहिँ उपचारमा सहयोग होस् भनेर चाहिँ केही रकम प्रदान गरिदिनु भएछ। उहाँलाई धन्यवाद।